सम्माननीय सभामुख महोदय, 2080 कार्तिक 17 गते जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठुलो धनजनको क्षति भएको स्मरण गराउन चाहन्छु। भूकम्पबाट जाजरकोट, घुमपश्चिम र सल्यान जिल्लाका केही भाग समेत गरी करिब 80,000 निजी आवासहरू क्षतिग्रस्त छन्। 2 वर्ष बितिसक्दा पनि नागरिकहरू टिनको छानामुनि रात काट्न बाध्य छन्। विस्तृत क्षति आकलन डिडिए सम्पन्न भएको छ। उक्त डिडिएमा धेरै घरहरू छुट हुन गएका छन्। डिडिए सम्पन्न भएका निजी आवासहरू यथाशीघ्र पुनर्निर्माणको कार्य सुरुवात र छुट भएका घरहरू पुनः डिडिएका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। साथै मध्य पहाडी पुष्पला लोकमार्ग अन्तर्गत जाजरकोटको कुदु र रुकुमपश्चिमको चौरजारी जोड्ने पुल 12 वर्षदेखि अलपत्र छ। उक्त पुल निर्माणका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराउन चाहन्छु। साथै जिल्लाकै उत्तरी भेगमा रहेको करिब 417 मेगावाटको नलगाड हाइड्रो पावर यो चाहिँ स्टोरेज प्रोजेक्ट हो। यहाँ चाहिँ जग्गाको मुआवजा 2076 सालमा वितरण भइसकेको छ। घरहरू